के छ खबर? सबैजना आराम हुनुहुन्छ होला। धेरै पछि दाजुभाइको घुमघाम भएको छ। अहिले चाहिँ हामी पोखराको न्यू वाटरफल इको भिलेजमा जाने क्रममा छौँ। नयाँ खुलेको निकै टिकटक निकै भाइरल प्लेसमा हामी जाने क्रममा छौँ। हामी चाहिँ तिरपल रोड गइरहेछौँ। बाटो पनि त्यस्तै खालको छ। नेपालको बाटो त्यही त हो नि, खाडल खुडेल हल्का पिच होइन, त्यस्तै छ। तपाईँहरू पनि घुम्नुहोस्, ठाउँ हेर्नुहोस्, राम्रो छ। जानु पनि भइसक्यो होला कतिजना त, तैपनि घुम्नुहोस्। को भेट हुनुभयो भिडियोमा देखिनु भयो भने कमेन्ट लाइक गरिदिनु होला। हजुर पछाडि आउँदै हुनुहुन्छ, हामी अगाडि पुरा भिडियो त बनाउनु पाइएको छैन, बिचमा आधा धेरै बाटो काटिएको छ। फाइनली हामी नजिक आइसक्यो। यस्तो ठाउँमा पनि यति राम्रो ठाउँ बनाउन सकिँदो रहेछ भन्ने एउटा मेसेज पनि छ। अझै पुरै बनेको छैन, अझ बन्यो भने राम्रो देखिन्छ। फाइनली हामी कम आइयो त। भन्नुहुन्थ्यो टिकटकमा कि बाटो अप्ठ्यारो छ, बडो मुस्किलले जानुपर्छ, थकै लाग्छ, वहाँ गएपछि फेरि आनन्दमय हुन्छ भन्नुहुन्थ्यो कि। साँच्चै त्यस्तै फिल के, झरनाहरू होसहरू ठाउँहरू होइन। पुरा बनेको छैन, अझ पुरा बन्यो भने अझ कति राम्रो देखिन्छ होला कि। आनन्द जति स्याड भयो, आफ्नो भन्छ नि डिप्रेसन हुन्छ नि, त्यस्तो भयो भने मान्छे यस्तो यो ठाउँमा आउने हो भने फिल अर्कै हुन्छ कि, चाहिँ एकदम आनन्दमय के। हल्का फोटोसुट पनि हामीले हल्का, त्यसपछि हामी चाहिँ हल्का भिडियो सुट पनि गरियो। भिडियो चाहिँ हालिएको छैन, हुन्छ नि त आइफोनहरू स्लो भयो त अब बनाएपछि हल्का हुन्छ नि त। त्यसपछि खाजा खाइदिउँ भनेको मान्छेको भिड चाहिँ धेरै थियो। त्यो हुनाले हामी फेरि तल झऱ्यो रेनबो टावरमा चाहिँ। यहाँ चाहिँ पिङ खेल्नदेखि लिएर स्विमिङ गर्नको लागि, खाजाको लागि, फिसको लागि एकदम फेमस ठाउँ रहेछ। महँगो चाहिँ महँगै हुन्छ फिस चाहिँ, तर मिठो बनाउँदो रहेछ नि त। फिस पनि खाइदियो, रमाइलो भयो। Thank you, watch my video.